कला संस्कृति र संस्कारको संगम कार्यक्रम मिथिला दर्शन। नमस्कार, मिथिला दर्शन कार्यक्रममा तपाईलाई स्वागत छ। म प्रस्तुता वीरेन्द्र। सबभन्दा पहिला मिथिलाको धर्म संस्कृति र संस्कारको संरक्षण संवर्धन र प्रवर्धन गर्न हेतु यो कार्यक्रम प्रसारण हुन सुरुवात भएको छ। नयाँ जोश, नयाँ उमंग र नयाँ सोचको साथमा यो कार्यक्रम सुरु भएको हो। दर्शकवृन्द, यो कार्यक्रममा मैले हरेक हप्ता एकजना अतिथिलाई निम्त्याउने गर्दछु, जस अन्तर्गत आज पनि मैले एकजना अतिथिलाई निम्त्याएको छु। सबभन्दा पहिला उहाँलाई परिचय गरौँ। यहाँलाई कार्यक्रममा स्वागत छ। नमस्कार सम्पूर्ण दर्शक प्रेमी र मैथिली भाषी लगायत सम्पूर्ण राष्ट्र प्रेमीहरूमा र हिन्दू प्रेमीहरूमा मेरो नमस्कार छ। म रामशोभित नायक, श्रीमान दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषदको संस्थापक अध्यक्ष सहित प्रमुख संरक्षक। र यो हाम्रो दुर्गा पूजा तपाईहरुले मोटामोटी केही मान्छेले नजाने पनि अधिकांश मान्छेले माया गरेर जानेर उपस्थित भएर सहयोग गरिदिने सम्पूर्ण पशुपति क्षेत्र प्राङ्गणमा हाम्रो कार्यक्रम हुन्छ हरेक वर्ष। र यो वर्ष हामी 18 वर्षको नवरात्रि महामहोत्सव बनाएका थियौँ, जसमा तपाईहरुको सहभागी उपस्थिति र सहयोग हामीले अनुमान गरेको कैयौं गुणा भन्दा बढी थियो। दर्शकले आजको कार्यक्रममा खास गरी म चाहिँ विवाह पञ्चमीको महत्त्व र यसको विशेषताको बारेमा परिचर्चा गर्नेछु। आजको विषय वस्तुतिर लागौँ। खास गरी विवाह पञ्चमी के हो, यसबाट हामी के सिक्न सक्छौँ? वीरेन्द्रजी, अब हामी मैथिली समाजमा जन्मेर हुर्केर त्यो माटोमा खेलिरहेको मान्छे छौँ। यो जुन आज 2082 मङ्सिर 9 गते जनक नन्दी पूजनीय सीता माताको भव्य रूपमा जुन जनकपुरमा आज लाखौंको संख्यामा विवाह पञ्चमी जुन मनाइराखेको छ, यसमा म छोटै विश्लेषण गर्छु। जानकारी यथाशक्ति सबैलाई छ, तर पनि बेला बेलामा चर्चा र परिचर्चालाई के हुन्छ, बिर्सेको कुराहरू याद हुन्छ र हाम्रो संस्कार र संस्कृतिहरू प्रवर्धन हुन्छ भन्ने विश्वास छ। जब धरतीमा राक्षस राजको वर्चस्व भयो, त्यो बेला भगवान श्रीरामको रूपमा अयोध्या नरेशको घरमा राम भगवान जन्म लिनुभयो र सीता माता जुन जन्म होइन, उहाँको मेरो भाषामा भन्ने हो भने अवतार लिनुभयो, जुन मिथिलाको ठाउँ जनकपुर। त्यसपश्चात विभिन्न विषय प्रसङ्गहरू जोडेर आइराख्दाखेरि राक्षस जातिको विनाशको निमित्त उहाँको जन्म भएको हो र उहाँ भगवान श्री रामचन्द्र मर्यादा पुरुषोत्तमको रूपमा आउनुभयो भने जानकी माता मिथिलावासीलाई मात्रै होइन, सम्पूर्ण हिन्दू धर्म प्रेमीहरूलाई संस्कार, संस्कृति, वैवाहिक जीवन शैली पद्धति बुझाउनका निम्ति उहाँले आफ्नो धरतीमा रहन्जेल आफ्नो जीवनशैली देखाउनु। र एक प्रसङ्ग आयो जुन भगवान श्री रामचन्द्रको वनवास यात्रा सुरु भयो, जुन सीता माताले साथ दिनुभयो। यो धेरै प्रसङ्गहरू छ, तर विवाह पञ्चमीको मेन उद्देश्य अहिले जुन मनाउने चलन छ मिथिलामा, हामीलाई यसलाई संस्कार, संस्कृति र धरोहरको रूपमा मानेका छौँ भने विश्वमा यसले यस्तो चिजलाई आश्रय गर्छ, प्रस्तुति गर्छ। मान्छेको वैवाहिक प्रेम, परिवारको प्रेम, मातापितासँगको प्रेम, सासू ससुरासँगको प्रेम कसरी बाँच्ने, कसरी हिँड्ने, कसरी बोल्ने, कसरी कुन शैलीमा प्रस्तुत हुने भन्ने चिजहरूलाई प्रस्तुत गर्छ। जहाँसम्म सीता माताको जीवन कालखण्डमा जब भगवान श्री राम आफ्नो पढाइ सकेर जब वाल्मीकि विश्वामित्रजीको जिम्मामा जानुभयो, त्यो बेलामा राक्षस राज तारकासुरको एकदम दावा थियो। त्यहाँ कुनै पनि ऋषि मुनिहरूलाई यज्ञ गर्ने अवस्था थिएन।
कुनै पनि ऋषिमुनिले यज्ञ गर्न खोज्थ्यो भने त्यसलाई विध्वंस गरिदिने र ऋषिमुनिलाई त्यो राक्षसहरूले त्यो तारकासुरले मारिदिने। त्यस पछाडि भगवान श्रीरामको हात लिएर महाराज विश्वामित्र वनमा जानुभयो र उहाँसँग वचन लिनुभयो, मैले गर्ने यज्ञहरूको तपाईँले रक्षा गर्नुपर्छ भनेर उहाँसँग वचन लिँदाखेरि पहिलो खण्डमा त उहाँले तारकासुरलाई वध गर्नुभयो। र त्यस पछाडि यस्तै जाँदा जाँदै प्रसङ्गमा एउटा रामायणमा उल्लेखित कुरा म भन्न चाहन्छु। सीता र भगवान श्री रामचन्द्रको भेटघाट कुनै सुनियोजित थिएन, यो दैवी संयोग नै। यता थियो सीता मातालाई विवाह गर्नुपर्छ भन्ने भगवान जनकजीको चिन्ता थियो, बुझाइ थियो र उहाँ आफ्नो त्यो काममा लाग्नु भएको थियो भने भगवान रामलाई कतै पनि अनुमान थिएन र विश्वामित्रजीलाई पनि अनुमान थिएन। एकतिर आयोजना भइरहेको थियो विवाह गर्नुपर्छ भने, एकतिर भगवान राम त्यतिखेर पनि विश्वामित्रजीको सेवामा उहाँ खटिनु भएको थियो। तर प्रसङ्ग हुँदै जाँदाखेरि त्यही यात्राको क्रममा भगवान विश्वामित्र, भगवान राम र लक्ष्मण, अनुज लक्ष्मण सहित जनकपुर आउनुभयो र त्यही कालखण्डको विषयमा उहाँलाई थाहा भयो कि जानकीजीको स्वयंवरको विवाहको प्रस्ताव छ र यो प्रस्ताव सुनेपछि उहाँ त्यहाँ पधार्नुभयो। पधारिसकेपछि प्रसङ्ग थियो त्यहाँ त्यसै सीता माता र भगवान रामको विवाह हुन्छ भने त छँदै थिएन, त्यहाँ धनुष राखिएको थियो। त्यो धनुषको खण्डित गर्ने व्यक्तिको आवश्यकता थियो, जुन साहस त्यो बेलाको धेरै व्यक्तिहरू जसले म सीतासँग विवाह गर्न सक्छु भन्ने, आफू म बलवान छु, बुद्धिमान छु भन्ने व्यक्तिहरूको भेला थियो, विवाहको समारोह थियो। त्यो समारोहमा हजारौँ सङ्ख्याका मान्छेहरू आएका थिए आफ्नो प्रस्तुति दिनको लागि। म त्यो धनुषलाई खण्डित गरेर म सीताको वर बन्न सक्छु। तर संयोग त्यहाँ भगवान राम महाराज पुग्नुभयो। सबै त्यसमा राक्षस जातिको पनि प्रवेश थियो, सन्त महन्तको पनि प्रवेश थियो, धेरै धेरै राजाहरू कुमारहरू पनि आउनु भएको थियो धेरै देशका। किन यो त अनुष्ठान थियो, त्यो अनुष्ठान भगवान जनक महाराजले आयोजना गरेको अवस्था थियो त्यो बेलाको। र त्यसमा बकेदा हामी न्यौता भन्छौँ, हाम्रो तराईको भाषामा खास भन्यो भने नाता भन्छ, खास न्यौता हो। उसमा भन्दाखेरि नेपाली भाषामा भनेको हाम्रोतिर नाता भन्छ, अरू ठाउँमा अलि विभिन्न किसिमको पनि भन्ने चलन छ। तर आइसकेपछि सबैले थाकिसकेपछि भगवान जनकले क्रोधित भएर बोल्नुभयो, यो धरतीमा वीर नै छैन कि क्या हो भन्ने हिसाबले प्रस्तुत हुनुभयो। त्यो प्रस्तुत भइसकेपछि अब लक्ष्मण अलिकति उग्र स्वभावको हुनुहुन्थ्यो। उहाँको अवतार नै नाग अवतार हो, जुन नाग हो विष्णु रूपमा बसिराख्दा जुन विष्णु भगवानको समुद्रमा जुन बास हुन्छ, महासागरमा बास हुन्छ, त्यो नाग, त्यही नाग चाहिँ त्यतिखेर लक्ष्मण अवतारमा लिनुभएको थियो। र त्यो लक्ष्मण अवतारको रूप एकदम रिसालु थियो, स्वाभाविक हो। उहाँ अब नागबाट आफ्नो योनिबाट आउनु भएको थियो, त्यो संस्कार त पक्कै पनि आउनु नै हुन्छ उहाँमा। र केही वचनहरू सुनिसकेपछि उहाँहरू रूपमा धेरै जवाब दिइसकेपछि सम्भवतः लक्ष्मण महाराजले पनि त्यो काम गर्न सक्नुहुन्थ्यो, हाम्रो बुझाइ छ र रामायण पनि लेखेको छ। तर यो काम खास गर्नुपर्ने श्रीरामलाई आश्रय दिनुपर्ने थियो विश्वामित्रले। महाराजले उहाँलाई होइन यो काम भगवान श्रीरामको हातबाट हुनुपर्छ भनेपछि भगवान श्रीरामचन्द्रले सहजै द्वार, मलाई ठ्याक्कै याद आएको भन्थे, तर सहज भावले उहाँले धनुषलाई खण्डन गर्नुभयो, जसको आकाश पाताल र एउटा धनुषा धाम छ। त्यहाँ अहिले पनि धनुषा धाम बुझ्नु नै भएको छ सम्पूर्ण नेपाली दाजुभाइ, तर इन्डियाको पनि नदीको व्यक्तिहरूले, टाढाको व्यक्तिहरूले पनि बुझ्नु भएको छ, किन त्यो हाम्रो धरोहर हो र यसलाई पर्यटन रूपमा पनि म जोड्न चाहन्छु। र भोलिको दिनमा समय मिल्यो भने त्यहाँ
जानलाई पनि अनुरोध गर्न चाहन्छु किन त्यो चिज भनेको अमूल्य हो, त्यसको मूल्य छैन। तपाईँ जसरी देवी देवताको मन्दिरमा जानुहुन्छ, जानकी टेम्पलमा जानुहुन्छ, मन्दिरमा जानुहुन्छ, त्यसरी त्यहाँ जानुपर्छ भन्ने मेरो बुझाइ छ। त्यस पछाडि स्वयम्वर हो र त्यहाँबाट स्वयम्वर कसरी हुन्छ, वैवाहिक जीवन स्टार्ट भयो। वैवाहिक जीवन स्टार्ट भइसकेपछि घरमा सासू ससुरसँग, श्रीमानसँग, देवरसँग जुन किसिमको व्यवहार छ र संस्कार छ, त्यो संस्कार आजको दिनमा पक्कै पनि मास्दै गएको अवस्था छ, जसलाई हामीले नै संरक्षण गर्नुपर्छ। हामी जुन मोडलमा जाउँ, संस्कार र संस्कृति छोड्नुहुन्न भने व्यक्ति म हो र त्यसका लागि वर्षैभरि म मेरो प्रयास र वर्षैभरि प्रयास गरिरहेको हुन्छु। कतिपय प्रयासहरू जस्तै हामीले दुर्गा पूजा गर्दाखेरि के गर्न खोजेको काठमाडौँमा भनेपछि हाम्रो संस्कार र धरोहरलाई बचाउन र संस्कृतिलाई जोगाउनका निम्ति पनि गरिरहेको छु। किन आजको समयमा दुःखदका साथ भन्दाखेरि नेपाल सरकारले दुई चारवटा शिक्षाबाट हटाइदिनु भयो शिक्षा चिज। जस्तै 1 नम्बरमा नैतिक शिक्षा। नैतिक भएको मान्छेले धेरै कम पाउनुहुन्छ समाजमा। त्यो के हो, नैतिकको पढाइ नै भएन। हामी पढ्दाखेरि नैतिक शिक्षा थियो, हामी पढ्थ्यौँ कस्तो खाली नैतिकता हुनुपर्छ, त्यो छैन। त्यस पछाडि सामाजिक शिक्षा, खोइ समाजमा कसरी हिँड्ने, सामाजिक वातावरण कसरी गर्ने। आज मैले विवाह पञ्चमीको उत्सवमा सीता माताको कुरा गरिरहँदाखेरि तब त्यो समाजमा कायम रहन्छ जब समाजमा संस्कार र समाजको पढाइ हुन्छ। छँदै छैन, त्यो पाठ्यक्रमबाट नै हटाइयो। त्यसै गरी संस्कृति, जबसम्म समाजले संस्कार र संस्कृति बुझ्दैन उसँग नैतिकता रहँदैन। जब नैतिकता हुँदैन तब व्यक्तिको विकास हुँदैन, राष्ट्रको विकास हुँदैन, देशको समृद्धता आउँदै आउँदैन। हरेक मान्छेमा हुनुपर्ने गुण के हो भने उसमा नैतिकता हुनुपर्छ, उसमा इमानदारिता हुनुपर्छ, उसमा सामाजिकता हुनुपर्छ। आफ्नो लागि जो कोहीले गर्छ, सबैले गर्छ, तर समाजको लागि पनि गर्नुपर्छ। जस्तै वीरेन्द्रजीले एउटा संस्था चलाउनुहुन्छ, पत्रकारिता गर्नुहुन्छ, समाजको लागि मधेसी आयोग लगायत, हाम्रो दुर्गा पूजा लगायत धेरै सङ्घ संस्थालाई उहाँले कसैले शुल्क दियो भने ठिक छ, नदिए पनि निःशुल्क रूपमा मैले खटेको देख्छु। त्यसको लागि मैले उहाँलाई धन्यवाद दिन चाहन्छु। र उहाँ जतिको मान्छे समाजमा कौन छ, मैले नै समाज सेवा गर्छु तर उहाँले त्यतिको गर्न सकेको छैन। यो श्रेय मैले वीरेन्द्र ठाकुरलाई नै दिन्छु। हो, मैले सङ्गठन चलाउँछु, समाजको काम गर्छु, तर उहाँ यति फुल्ली टाइम दिएर म गर्न सक्छु, त मसँग समयको पनि अभाव हुनसक्छ। तर यदि उहाँ जस्तो मान्छे, हामी जस्तो मान्छे, अरू पनि सङ्घ संस्था छ, सबैले यो चिज छोडिदियो भने म एउटै प्रश्न मेरो समाजसँग छ र हाम्रो अहिलेको मोडर्न युगमा हिँड्ने साथीभाइ, दाजुभाइ, दिदीबहिनी, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी, मिथिलामा बसोबास गरोस्, चाहे तराईमा बसोबास गरोस्, पहाडमा गरोस्, चाहे जुनै ठाउँमा गरोस्, तपाईसँग जवाब छ। तपाईँ जुन बेलामा जन्मिनु भयो, तपाईँको बुवामा, हाम्रो बुवाआमाले जुन संस्कार दिनुभयो, त्यो संस्कार तपाईँ आफ्नो बालबच्चालाई दिनुभयो या दिनु भएन, तपाईँले सोच्ने बेला आएको छ। यदि त्यो संस्कार छोडिदिनु भयो भने अहिले थोरै मात्रामा वृद्धाश्रम जानु परेको छ, भोलि सबैको सबै वृद्धाश्रम जानुपर्ने अवस्था बन्न सक्छ। म अनुरोध गर्न चाहन्छु यो च्यानलबाट, तपाईँहरू हामी संस्कार र संस्कृति जोगाउनुपर्छ। र वैवाहिक जीवन आज देख्नुभएको छ, जुन विवाह पञ्चमी अहिले जनकपुरमा धुमधाम साथ भइरहेको छ, त्यही विवाह त्यस्तै प्रकारको विवाह गरेर अहिले डिभोर्सको खेलहरू कति बढेको छ, यो समाजमा कतिको विकृति पसेको छ। त्यही भएर विवाह उत्सव बुझ्नु पनि जरुरी छ, विवाह उत्सवमा जानु पनि जरुरी छ र वैवाहिक जीवन राम्रो बनाउनका निमित्त संस्कार, संस्कृति र सामाजिक रूपमा ढल्नु पनि पर्छ। तपाईँ खाली पैसा पछि नलाग्नुहोस्, खाली देश छोड विदेशतिर मात्रै नलाग्नुहोस्। जसका निमित्त छोरा नेपालमा, छोरी नेपालमा, बुवा विदेशमा, संस्कारको विकृति हेर्नुहोस् कस्तो भइरहेको अवस्था छ। र जुन हाम्रो वैवाहिक जीवन हुनुपर्ने थियो समोदर छैन। सैग्रामा अहिले 40% को आँकडा आइसकेको छ डिभोर्स।
यो सबै चिज यस्तै यस्तै चिजको कुरो किन न समाजमा बस्ने न सामाजिक कुरा मान्ने न धार्मिक कुरा मान्ने न सांस्कृतिक कुरा मान्ने नमानेपछि के हुन्छ मनमानी गरेपछि आफ्नो जीवनमा पनि त्यही चिज आउँछ अटाएर अन्त जाँदैन। अब हामी खास गरी विवाह पञ्चमी हाम्रो समाजले विवाह पञ्चमीबाट जुन उपदेश लिनुपर्ने हो त्यो लिन सकेछ त्यसको कारण के हुन सक्छ? एकदमै लिनुपर्ने चिजहरू लिनै सकेन जसको म केही थोरै अंश भने भन्दा धेरै समय लाग्न सक्छ तर आज थोरै फेरि कुनै बेला प्रश्न पाउनुला। विवाहको उद्देश्य विवाह गरेर बच्चा बुच्ची जन्माएर सन्तान बनाउनु मात्रै हो। विवाहको उद्देश्य एक अर्काको घरलाई जोड्ने हो, एक अर्काको परिवारलाई सम्हाल्ने हो। त्यो पहिला समयमा हुन्थ्यो, अहिले पनि हाम्रै बाजेले हुन सक्छ हाम्रै बुवाले हुन सक्छ गरेको छ। म त गरिरहेको छु त्यो चिज, धेरै तपाईँ पनि गरिराख्नु भएको छ जस्तो लाग्छ। तर हामी जस्तै एजका साथीहरू हामी जस्तै बुझ्ने मान्छेहरूले पनि त्यसलाई मजाक बनाएको छ। विवाह भनेको सात फेरा भनेको सात बन्धन भनेको अग्निको साक्षी राखेर जुन विवाह गरिन्छ त्यो विवाह गरेर मौज मस्ती र बच्चा जन्माउनुको साधन होइन। त्यो संस्कार संस्कृति र धरोहरको रूपमा चिज हो। मर्दा सम्म एक अर्काको सारथी हो। त्यो सारथीको रूपमा जसलाई अपनाइन्छ त्योसँग कहिले डिभोर्स हुँदैन। र अहिले जुन लभ म्यारेजको चलन आयो नि त्यसलाई म गलत भन्दिनँ, लभ गर्नुपर्छ तर लभलाई पनि एरेन्ज म्यारेजकै रूपमा त्यो संस्कारमा त्यो संस्कृतिमा ल्याएर विवाह गर्नुपर्छ भन्ने मेरो अनुरोध र आग्रह छ। समाजमा त्यो विवाह अहिले पनि विवाह गर्दाखेरि जन्ती किन जान्छ? त्यो साक्षी हो। मैले यतिजना मान्छेलाई साक्षी राखेर बिहे गरेको छु तर डिभोर्स गर्ने बेलामा जम्मा अदालतमा 2 जना जान्छ। र धेरै प्रक्रिया छ विवाहको। हल्दी मेहन्दीको रसम छ, कुल देवताको पूजा गर्नुपर्ने छ हैन, नानीमुखी पूजा गर्नुपर्छ, आफ्नो आफ्नो चलन छ धेरै ठाउँमा हैन। त्यसपछि मटकोर हुन्छ जुन हिजो जानकी माताको लागि भयो। यो संस्कारहरुमा उद्देश्य छ र त्यो धरोहर चिजहरू किन पटक पटक जनकपुर धामले प्रस्ताइरहेको छ भनेपछि मात्रै जनकपुर मन्दिरलाई जो बजेट पाएर होइन यो संस्कार संस्कृतिलाई जोगाउनका निमित्त त्यसबाट केही म्यासेजहरू समाजमा गएर केही सिक्छ कि त्योबाट बुझ्छ तर टिप्ने क्यापेसिटी त हाम्रोमा भएन। जुन शिक्षामा हुनुपर्ने त्यो जुन हाम्रो परिवारमा हुनुपर्थ्यो त्यो वातावरण अहिले पनि म नेपाल सरकारसँग हात जोडेर अनुरोध गर्न चाहन्छु। अझ पनि तपाईँ नैतिक शिक्षा ल्याउनुहोस्, सामाजिक शिक्षा ल्याउनुहोस् र संस्कृति शिक्षा ल्याउनुहोस्। तब व्यक्तिको राम्रो ज्ञान हुन्छ, इमानदारिता हुन्छ। व्यक्ति नै राम्रो भएन भने, त्यसको संस्कार नै राम्रो भएन भने, त्यसको आचरण नै राम्रो भएन भने, त्यो विवाहको पद्धति नै गलत भयो भने कतै न कतै विवाह गरिसकेपछि यदि दाम्पत्य जीवन राम्रो हुन सकेन भने त्यसको असर कहाँ पर्छ? दुईटा परिवारमा त पर्यो। यदि ती विवाहित जोडीबाट सन्तान भइसकेको अवस्था छ भने ती बच्चाहरूमा पनि पर्छ र त्यही चिज हाम्रो समाजमा पनि पर्छ। लाज भन्ने चिज हराइसक्यो, पर्दा भन्ने चिज हराइसक्यो। पर्दा गर्नुपर्छ, लाज हुनुपर्छ, त्यो संस्कारको हाम्रो समाजमा जरुरी छ। नैतिक पतन भइसक्यो मान्छेहरू, नैतिकता भएको मान्छेहरू चाहिन्छ, नैतिकवान भएको मान्छेहरू चाहिन्छ, तब राष्ट्र बन्छ। त्यसै बन्दैन र समर्पित भाव हटिसक्यो। अब विवाह पञ्चमीलाई खास गरी तपाईँ एउटा धार्मिक मान्छे पनि, समाजसेवी पनि, त्यसमा फेरि पर्यटन व्यवसायी। विवाह पञ्चमीलाई पर्यटनसँग जोड्दा र कसरी जोड्न सकिन्छ, के छ त्यस्तो उद्देश्यहरू? पर्यटन व्यवसाय बन्दिनु हो, त्यसको लागि धन्यवाद। म नाम भनिसकेँ, म राम सुमित नायक। मेरो संस्था रश्मिता इन्टरनेसनल ट्राभल एन्ड टुर्स, म आइडा एथलेटेड हो। र अहिले जुन हाम्रो ट्राभल एजेन्सीहरूको एसोसिएसन छ त्यसको कार्य समिति सदस्य पनि हो, बोर्ड मेम्बर पनि हो। र नेपालमा टुरिज्मको धेरै ठुलो हात छ।
त्यसलाई हामीले अँगालो मार्न सकेको अवस्था छैन। जस्तै अहिलेको प्रसङ्गमा मैले अरू टुरिज्मको कुरा म गरिनँ, म धार्मिक टुरिज्मको कुरा गर्छु। जस्तै हामीले दुर्गा पूजा मनाइराख्दा पनि त्यहाँ धार्मिक टुरिज्मको आधार पनि मानेको छौँ हामीले, त्यो आधारमा पनि हामी गर्छौँ। जस्तै अहिले विवाह पञ्चमी छ, सरकारले यो बेलामा स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकारले कोर्डिनेसन गरेर यसलाई हजार होइन, लाख होइन, करोडौँ मान्छे हामी ल्याउन सक्थ्यौँ, त्यो चिज वातावरण बनाउन सक्थ्यौँ। र मान्छे ल्याउनु भनेको टुरिज्म, त्यहाँ ट्रान्सपोर्ट एट्याच हुन्थ्यो, त्यहाँ होटल एट्याच हुन्थ्यो, त्यहाँ मान्छेहरूले जब पाउँथ्यो, त्यहाँ आर्थिकको चलखेल हुन्थ्यो, मुभमेन्ट बढ्थ्यो र स्थानीयवासीले कमाउँथ्यो, त्यहाँ त्यो पैसा एक अर्कामा चलायमान हुन्थ्यो। अहिले राष्ट्र ब्याङ्कमा थुप्रिरहेको चिजहरू पैसाहरू चलायमानमा हुन्थ्यो। त्यसकारण यसलाई यस वर्ष भएन, विगतमा पनि भएन, त्यसलाई पनि अन्यथा नलियो। हुनसक्छ त्यो अहिलेको राष्ट्रको गतिविधिहरू हो कि अथवा पदमा रहेको पर्यटनसँग रिलेटेड मन्त्रालयहरू नबुझे हो कि नजाने हो। अब सरकारलाई म त विरोध गरे होइन, तर भन्नु चाहिँ पर्छ, जो व्यक्ति पर्यटन मन्त्रालयमा आउँछ पर्यटनको ज्ञान नै छैन, उसले धार्मिक पर्यटन कसरी विकास हुन्छ थाहा नै छैन। त्यसलाई त सबभन्दा पहिला धार्मिकको ज्ञान हुनु पर्यो र धार्मिक पर्यटन कसरी भित्राउनु पर्छ त्यो थाहा हुनु पर्यो र पर्यटन व्यवसायहरू को त्यो थाहा हुनु पर्यो। पर्यटनसँग जोडिएको सङ्गठनहरू को हो त्यसलाई खोज्नु पर्यो र त्यो भइसकेपछि पक्कै पनि धार्मिक पर्यटनको उद्देश्य परिपूर्ति हुन्छ। त्यहाँ मेला हेर्न जानु मात्रै होइन, मान्छे आउनु र जानु भनेको एकअर्कासँग चलायमान हुनु हो र पर्यटन, धार्मिक पर्यटन प्रवर्धन गर्नु, जसका निम्ति मधेस सरकारले, जस्तै अहिले कोशी सरकारले म धन्यवाद दिन चाहन्छु, एक साल पुरै पर्यटन वर्ष मनाइराख्नु भएको छ। केही पर्यटनको गतिविधि मधेस प्रदेशमा पनि भएको छ, जसमा हाम्रो नाटा प्रत्यक्ष रूपमा सहयोग गर्नु भएको छ। टुरिज्म बोर्डलाई म धन्यवाद दिनुभएको छ, टुरिज्म बोर्ड पनि त्यसमा सहयोग गर्नुभएको छ। हाम्रो नाटाको च्याप्टर छ, त्यहाँ प्रादेशिक संस्थामा पनि हाम्रो नाटा छ, साथै प्रदेशमा हाम्रो नाटाले पनि समन्वय गरेर केही प्रमोसनको कामहरू गरेको छ। तर सरकारले यसलाई कम्तीमा 3 महिना लागेदेखि, जस्तै म भन्छु माघमा कुम्भ मेला फेरि लाग्दैछ प्रयागराजमा, अहिलेदेखि सुरु भइसक्यो। किन त्यो अरू बेलामा जाँदा पनि हुन्छ, तर यही बेलामा किन तयारी गरेको छ सरकारले? योभन्दा अगाडि कुम्भ लागेको थियो, भारत सरकारको वक्तव्य अनुसार 5% भन्दा प्लसमा जिडिपी बढाएको छ। त्यो केले भएको? मुभमेन्टले भएको। त्यो धार्मिक टुरिज्महरू भित्रिएर भएको, धार्मिक टुरिस्टलाई भित्राउन सकेको त्यहाँको सरकार योजना हो। प्राइभेट पार्टनर हुन सक्छ, पर्यटन व्यवसाय प्रमोसन गर्न सक्छ, तर संरचना र प्रमोसनको लगत चाहिँ सरकारले छुट्याउनु पर्छ। त्यति मात्रै होइन, देशमा धेरै ठाउँहरू छ जसमा पशुपतिनाथको शिवरात्रि आएको बेलामा, साउने मेलाको बेलामा, अधिवारा माताको, शेर महादेवको, मुक्तिनाथ 8-10वटा लोकेसनलाई जुन महिनामा जसको ठुलो ठुलो कार्यक्रम पूजाआजा हुन्छ, जस्तै विवाह पञ्चमीमा जनकपुरमा गऱ्यो भने त्यहाँ लाखौँ मान्छे होइन, 10 लाख होइन, करोड मान्छे किन हामी ल्याउन सक्दैनौँ? हाम्रो छेउमा इन्डिया छ, 10 लाख नेपाली हामी त्यहाँ ल्याउन सक्यो भने 90 लाख यदि टार्गेट गर्यो भने अहिले त झन् इन्डिया सरकारले नेपाल पशुपतिनाथलाई भ्रमणका निमित्त 50 लाखलाई बजेट दिएको छ, फ्रीमा पठाउने कार्यक्रम गरेको छ। यस्तो बेलामा हामी गिरिब गर्न सकेको खोइ? मधेस सरकारको ध्यान गएको खोइ? सङ्घीय सरकारको ध्यान गएको खोइ? गर्ने मान्छेमा कमी छैन। हामी पर्यटन व्यवसाय टेबल ठोकेर भन्न सक्छौँ, हाम्रो विचार र सोचमा प्रमोसनको कार्यक्रम गर्नुभयो र हामीलाई जिम्मा दिनुभयो भने लाखौँको पर्यटन, धार्मिक पर्यटन ल्याउन सक्छौँ। अन्य त छँदैछ, सगरमाथा छँदैछ, देखाइराख्नु भएको छ, हिमाल देखाइराख्नु भएको छ, धेरै यस्तो लेखहरू छ जहाँ पठाइराख्नु भएको छ। तर अझ तब यो देशमा पर्यटनमा टेवा पुग्छ जब धार्मिक पर्यटनलाई तपाईँले प्रवर्धन गर्न सक्नुहुन्छ। किन? त्यहाँ मान्छेको सेन्स जोडिएको छ, त्यहाँ मान्छेको मन जोडिएको छ। आज म जनकपुर जान सक्थेँ यदि मैले जिम्मा पाएको थिएँ भने, म केही नभए 10,000 मान्छे त जम्मा गर्न सक्थेँ।
म जस्तो हजारौँ यहाँ पर्यटन व्यवसायहरू हुन्छ। एकजनाले 10,000 ल्यायो भने विवाह पञ्चमीकै दिनमा मात्रै 10 लाख नहोला, 10 करोड नहोला, 1 करोड नहोला, तर 5 दिनको प्रोग्राम हुन्छ त्यहाँ। विवाह पञ्चमी 1 देखि 5 दिनसम्म हुन्छ। पञ्चमी भनेको आज लास्ट हो। त्यसकारण 5 दिनमा हामीले टार्गेट गर्यौँ भने त्यो टुरिस्टहरूलाई विवाह पञ्चमीको कुन दिन रुचाउँछ, मटको हेर्न रुचाउँछ कि त्यसको बुकलेट बनाउनु पर्यो, घरमा पुऱ्याउनु पर्यो। मैले भन्ने गर्छु हरेक ठाउँको बुकलेट बनाएर, वेबसाइट बनाएर, जस्तै वैष्णोदेवीको कुरा साइडमा जानु हो भने सबै पाउनुहुन्छ। इन्डियाको तिरुपति बालाजीको कुरा सुन्नु हो भने सबै साइडमा पाउनुहुन्छ। विशेषता छ, महत्त्व छ, जाने च्यानल छ, बुझ्ने च्यानल छ, त्यस्तो साइडहरू बनाउनु पर्यो। सरकारले पर्यटन व्यवसायसँग समन्वय गरेर भारी बोक्ने काम त पर्यटन व्यवसायले गर्छ, हामी गर्छौँ। पर्यटन हिसाबले यदि प्रमोसन गर्न थाल्नुभयो भने नेपालको 25% आर्थिक गतिविधि चलामान गरेर सरकारले जुन रेमिटान्स आउँछ त्योभन्दा डबल पैसा टुरिज्म सेक्टरबाट तपाईँ पाउन सक्नुहुन्छ ट्याक्सको रूपमा। त्यसकारण यो बनाउन सक्ने धेरै ठाउँहरू छ। मुख्य भूमिका सरकारको हुनुपर्छ। सहकार्य, समन्वयकारी, प्रमोसनल, डिजाइन र रुटहरू हामीले त प्रश्न बेसमा गरिरहेछौँ, त्यतिले पर्याप्त हुँदैन। यदि उत्तर प्रदेशमा योगी आदित्यले नगरेको भए अरू मान्छेले पनि त गरिरहेको थियो, त्यस्तो मान्छे आउन सकेन। तर उहाँको बेलामा किन आयो? कहाँ कहाँको मान्छे आयो, कस्तो कस्तो उद्योगपति आयो, कस्तो कस्तो बाबाहरू आउनुभयो, तपाईँहरूको अगाडि झल्किरहेछ। त्यो चिज के पशुपतिमा गर्न सकिन, त्यो चिज के जानकी मन्दिरमा गर्न सकिन्छ, त्यो चिज मुक्तिनाथमा गर्न सकिन र गर्न सकिन्छ। नेपालमा 4वटा चिज हो सम्भावना भएको: पर्यटन, हाइड्रो, कृषि र जडीबुटी। यो 4 चिजमा यदि नेपालीलाई निर्भरता बनाइदिनु भयो भने वैदेशिक रोजगारमा गएर केटी मान्छे त झन् कति पीडा सह्यो होला तपाईँ सोच्नुहोस्। केटा मान्छेले त धन्न त मरेर बाँचेर आउँछ, कति मान्छेलाई उद्धार गर्नु परेको छ। अस्ति भर्खरै हामीले एकजनालाई उद्धार गर्यौँ, जसमा मैले पनि केही समय हाम्रै पालिकाको थियो, जसमा हाम्रो सन्तोष यादव भाइले समन्वयकारी भूमिका गर्नुभएको थियो। सबै साथीहरूले, जिल्लावासीहरूले हामीले ब्लड मनीको पैसा उठाएर ल्याउने प्रयासमा छौँ, आउँछ छिटो। त्यस्तै समाज राम्रो छ, संस्कार राम्रो छ, सरकार राम्रो छ भनेपछि देशको विकास हुन टाइम लाग्दैन। सबभन्दा पहिला त राजनीति गर्ने साथीहरूलाई म भन्न चाहन्छु, तपाईँ आफ्नो जीवनको विकास गर्नुहोस्। तपाईँको जीवन विकसित छ भने त्यसपछि तपाईँ राष्ट्रमा विकासको काम गर्न आउनुभयो भने सुहाउँछ र विकास गर्न सक्नुहुन्छ। तर हाम्रो देशमा कठै गर्नुपर्छ। राजनीति गर्नलाई कुनै प्रकारको शिक्षाको अनिवार्यता छैन, विज्ञताको अनिवार्यता छैन भनेपछि त्यसपछि तपाईँलाई विज्ञलाई, तपाईँले ब्युरोक्र्याट्सले राम पढायो कि रावण पढायो? राम पढाएर अगाडि बढ्नु भने त तपाईँ अगाडि बढ्नुभयो, जित्नुभयो। अब रावण पढाएर अगाडि बढ्नु भने त तपाईँको पनि नाश हो, यो देशको पनि नाश हो। मेरो अनुरोध छ, संयोग अहिले जेएनजीहरूको आन्दोलनपछि देशमा त्यस्तो वातावरण बनेको छ। म यति मात्रै भन्न सक्छु, सक्षम व्यक्तिले नेतृत्व गर्नुपर्छ। समन्वय विभाग जस्तै पर्यटनको जानकार व्यक्ति तपाईँलाई 3 तहमा स्थानीयमा जहाँ पर्यटन जानकार मान्छे त्यहाँ त्यो पालिकामा मान्छे छ, एउटा समन्वयकारी भूमिका गर्ने ठाउँ छ, प्रदेशमा छ र सङ्घीयमा छ भने त्यो पालिकादेखि सङ्घीयसम्मको विकास हुन्छ। तर प्रदेशको मन्त्री धेरै जान्ने हुनुभयो पर्यटन सम्बन्धी, सङ्घीयमा भएन भने त्यो काम हुँदैन। म चाहिँ बताउँछु, म धेरै न्यायालय हेरेको छु, मन्त्रालयको गतिविधिहरू, त्यहाँ आफ्नोभन्दा अरू विकल्पै हुँदैन। त्यो जानेको छ कि छैन? अब विज्ञ त राखिदिनुहुन्छ नामको लागि, तर विज्ञबाट कुनै सल्लाह लिनुहुन्न, जबस्तीमा काम गर्नुहुन्छ। कसरी पर्यटन प्रबन्धन हुन्छ?
त्यसकारण फेरि पनि अनुरोध गर्न चाहन्छु, राजनीति गर्ने साथीहरू तपाईँ व्यवसायिक हुनुहुन्छ। अबको दिनमा सम्पूर्ण पार्टी र पद्धतिहरूलाई मेरो अनुरोध छ, देशलाई बनाउने उद्देश्यमा तपाईँ राजनीति गर्नुभयो भने तपाईँ आफ्नो जीवन पहिला सुधार्नुहोस्, राष्ट्रलाई केही भयो भने कर तिर्न सिक्नुहोस्। त्यसपछि तपाईँलाई थाहा हुन्छ अर्काले, जनताले दुःख गरेको, व्यवसायीले दुःख गरेको, ट्याक्स तिरेको पैसामा मन्थली खानुहुन्छ, कुनै न कुनै रूपबाट भत्ता लिनुहुन्छ, तपाईँलाई थाहा नै हुँदैन पीडा के हुन्छ भन्ने। र एकजना मन्त्री भयो भने त्यसको आशे पासे दुनियाँ दिमागमा पालिराख्नुहुन्छ, त्यो पनि गर्नु पद्धति त्यसलाई हटाउनुपर्छ। त्यसको हामी घोर विरोध गर्छौँ। तपाईँ सक्षम हो, मन्त्रीको रूपमा आउनुभयो भने तपाईँसँग आफै ज्ञान छ भने काम गर्न सक्नुहुन्छ। तर खालि विज्ञ बनाएर काम कहिले पनि हुँदैन। आफ्नो विज्ञतामा केमा छ त्यसमा काम गर्नुहोस् र पर्यटन प्रवर्तन गर्नुपर्छ र धार्मिक पर्यटन अझ प्रवर्तन गर्नुपर्छ। अझ म के भन्छु, अहिले धेरै देशहरूमा ट्रेन आइसक्यो, मान्छे इन्डियामै चलिसकेको छ। 15 दिनको बिदा लिन्छ, मोबाइल अफ हुन्छ, योगा गर्छ, धार्मिक कुराहरू बुझ्छ, मठ मन्दिर जान्छ, त्यसपछि आफूलाई रिस्टोर गर्छ। त्यस्तो खालको पर्यटन त्यो गरियो भने नेपालमा कस्तो नेचरले साथ दिएको अवस्था छ। कुनै ठाउँमा नेचर बनाउनुपर्छ, तर हामीसँग धरोहर छ, बने छ, जङ्गली जङ्गल छ, हिमाल छ, पहाड छ, डेस्टिनेसनहरू बनाएर त्यो फ्रेस हुने गरेर मान्छेको माइन्ड जुन पाकेको हुन्छ त्यसलाई रिस्टोर गर्नका लागि त्यो तरिकाको धार्मिक पर्यटनलाई निर्माण गर्यो भने समय लाग्ला, 2 वर्ष लाग्ला, 6 महिना लाग्ला, 4 वर्ष लाग्ला, तर नहुने कुरा केही पनि होइन। एउटा सरकारको 5 वर्षको अवधि हो। 1 वर्ष वर्कआउट गर्नुहोस्, 1 वर्षमा प्रमोसन गर्नुहोस्, अर्को वर्षमा रिजल्ट आएन भने तपाईँहरूले जे भन्नुहुन्छ त्यो छोडिदिन्छु। हामी व्यक्तिले गर्न सक्छौँ भने सरकारले गर्न सक्दैन, तर सरकार इमानदार हुनुपर्छ। धन्यवाद। तपाईँ व्यस्त हुँदै आफ्नो समयबाट केही समय निकालेर आइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। धन्यवाद। अन्त्यमा यो कार्यक्रम हेर्ने हाम्रो दर्शकवृन्दहरूले के भन्न चाहनुहुन्छ? म फेरि पनि व्यावसायिक रूपमा, धार्मिक रूपमा, सामाजिक रूपमा हिँडिरहेको मान्छे छु। सक्नुहुन्छ मलाई चिन्ने साथीहरूले मेरो जीवन पद्धतिको केही चिजहरू सिक्ने कोसिस गर्नुहोस्। तपाईँ जुन धर्म माने पनि आफ्नो धर्मलाई नछोड्नुहोस्, आफ्नो इमान्दारितालाई नछोड्नुहोस्, आफ्नो समाजलाई नछोड्नुहोस्, आफ्नो सरकारलाई नछोड्नुहोस्। एक दोस्रो कुरो, म देश बनाउँछु भन्ने होरबाजी गरेर हुँदैन। पहिला आफू बन्नुहोस्। आफू बन्ने क्यापेसिटी तपाईँमा हो भने राष्ट्र निर्माण गर्ने क्यापेसिटी हुन्छ। मात्रै आन्दोलन गरेर कुर्सीमा बसेर हुँदैन। मैले देखाएको छु धेरै मन्त्रीलाई, मान्यज्यूहरूलाई धुरुधुरु रोएको छ। अहिले कतिपय मान्यज्यूहरू, पूर्व मान्यज्यूहरूले पनि जो व्यवसायसँग रिलेटेड छ, किन टेबल ठोकेर भन्छ म 1 रुपियाँ खान्न, म यो सुविधा लिन्न, किन ऊ आफूमा सक्षम छ, उसँग विचार छ, उसँग टिम हुन्छ, उसँग ज्ञान हुन्छ, उसँग सङ्घर्ष गर्ने तरिका हुन्छ, काम गर्ने शैलीहरू हुन्छ। त्यसकारण गरिसक्ने काम त गरिसक्नुभयो, तर अब पनि सचिनु विद्यार्थी लाइफबाट राजनीति गर्नतिर धेरै लाग्ने साथीहरूलाई म के अनुरोध गर्न चाहन्छु भने तपाईँको भविष्य राजनीति गर्दाखेरि कहाँ गएर बन्छ कि बन्दैन म जान्दिनँ। म उदाहरण भन्न चाहन्छु, अमेरिकामा अहिले जो राष्ट्रपति हुनुहुन्छ ट्रम्प, कति ठुलो व्यापारी हो देख्नुभयो त। उसले यति धेरै क्यालकुलेसन किन गर्न सक्छ? किन त्यो क्यालकुलेटर गरेर आएको छ, क्यालकुलेटर थिचेर आएको छ, बजाएर आएको छ, बुझाएर आएको छ, उसले टिम सञ्चालन गर्न आएको छ। सधैँ तपाईँ राजनीति गर्नुभयो, तपाईँलाई ल्याएर कुर्सीमा राखिदिन्छ, मन्त्रीको पद दिनुहुन्छ, त्यसपछि तपाईँले अलमल हुन्छ। त्यसकारण म धेरै चिज भन्दिनँ। समाजको लागि, देशको समृद्धका लागि इमान्दार भइदिनुहोस्, सामाजिक वातावरण बनाइदिनुहोस्, संस्कार नबिगारिदिनुहोस् र एकअर्काप्रति समर्पित हुनुहोस्। वैवाहिक जीवनमा तपाईँको दाम्पत्य जीवन यदि राम्रो छ भने, तपाईँसँग पत्नी खुसी छ भने, लक्ष्मी माता खुसी छन् भने तपाईँले खुसी जित्न सक्दैन। तपाईँ परिवारमा एकबद्ध हुनुहुन्छ भने तपाईँले कसैले जित्न सक्दैन। सायद राष्ट्रको लागि, समाजको लागि,
देशको लागि म पनि एकजना उदाहरण हुन सक्छु, गर्वका साथ म भन्न सक्छु। र म जतिको धेरै साथीहरू हुन्छ, विद्यार्थी पनि उदाहरण हुनसक्छ। र खोज्नुहोस् समाजमा कसको प्रगति किन भयो, कसको दुर्गति किन भयो, यी चिजहरू म भन्न चाहन्छु। र म फेरि पनि श्रीमाँ दुर्गा भवानी पूजा तथा हिन्दू सांस्कृतिक परिषदको तर्फबाट र मेरो रश्मिता इन्टरनेसनल टुर एन्ड ट्राभलको तर्फबाट म होलिडे सञ्चालन गर्छु। मैले धार्मिक पर्यटन प्रवर्धनका लागि नै रश्मिता होलिडे सञ्चालनमा लिएर आएको छु, जुन चाहिँ बढीभन्दा बढी धार्मिक टुरिज्महरूलाई भित्राउन र पठाउनका निमित्त काम गर्छ। तपाईँहरूको माझमा हामी प्रचार प्रसार गर्न छिटाउँदैछौँ, जसका लागि यो च्यानल पनि तपाईँहरूको बिचमा बेला बेला आउँछ। यति भन्दै आफूप्रति सजग रही, आफ्नो परिवारप्रति इमान्दार रही, राष्ट्रप्रति इमान्दार हुनुहोस्। अझ म ब्युरोक्राट्सका साथीहरूलाई भन्न चाहन्छु, राजनीतिज्ञहरू मात्रै खराब होइन, ब्युरोक्राट्सका साथीहरू पनि सचिनु जरुरी छ। के गर्नु हो विगतमा छोडिदिनु। अब न त जेनजी न त व्यवसाय तपाईँहरूलाई बाँकी राख्दैन, किनभनेपछि तपाईँहरूको जीवन पद्धति, जीवनशैली जुन बसाइ उपाय छ नि, त्यसले प्रश्न पारिदिन्छ तपाईँहरू कति भ्रष्ट। हस् त दर्शकवृन्द, आजको लागि यति नै। फेरि पनि अर्को हप्तामा नयाँ विषय वस्तुको साथमा कार्यक्रम लिएर आउने वचासहित आजको कार्यक्रमबाट म प्रस्तोता वीरेन्द्र बिदा हुन्छु। नमस्कार।